बाबुले मोबाइल समाउनै जाने रहन्छ म खिच्दिउँ कति म खिचिदिन्छु देऊ त देऊ म सिकाइदिन्छु फोटो लिने कि भिडियो तपाईँको फोटो लाइट चाहिँ अलि राम्रोसँग आएको छैन रोक्नु अलिक क्लोजअप लिनुपर्छ तपाईँको म अलिक प्रोफेसनल्ली ल्याइदिन्छु तपाईँको फोटो ल रेडी हुनुहोस् ल पोज चेन्ज गर्ने भए गर्नु ल मलाई 1 मिनट टाइम लियो हो ल बाबु पनि बस्छ भने ल ल ल मैले क्लोजअपै ल्याइदिएको छु राम्रै ल्याइदिएको छ ए बाबु झर्ला ओके तपाईहरु कहाँदेखि घुम्न आउनुभयो काठमाडौँ कहाँ पाटन म पनि हुन त यतैको हो धोरपाटन नगरपालिका बस्न चाहिँ म काठमाडौँ नै बस्छु म कोटेश्वर हजुर कोटेश्वर तपाईँको नरेफाट अलि नजिकै तपाईँहरूको शङ्खमूल साइडमा ए ठिक छ पहिला म त्यही नजिकै थियो कलेज हिमालय भन्ने थियो नि हो म त्यहीँ पढायो हो त्यसैमा पढायो पछि चाहिँ यता सर्यो हामी पढ्दा पढ्दै कता कहाँ यो म्याग्दी मुस्ताङ पुगेर यता आउनुभयो ए बागलुङ पहिला आउनु भएको थियो ए ओके ठिक छ घुम्नुपर्छ माथि पञ्चकोट जानु पञ्चकोट राम्रो छ सबै हिमालहरू देख्छ ए घान्द्रु गएपछि त अब यो त तपाईँलाई राम्रो लाग्दैन ठिक छ ल आज पोखरा बसाइ तपाईँहरूको म पनि पोखरा जाँदैछु आज ठिक छ ल सर र घुम्नु न माथि अलिकति बजा है बाबु लड्यो ए ल राम्रोसँग घुम्नु होला है त गाडीमा आउनु भएको छ प्राइभेट गाडीमा ए ल ठिक छ रमाइलो मानिराख्नु भएको छ कि कस्तो भइरह रमाइलो छ नि हैन घुम्नु पनि पर्छ कि तपाईको बुवा हो उहाँ ए ठिक छ हल्का च्यानल हैन छन त छ तर म चाहिँ इन्जिनियर हो म सिभिल इन्जिनियर कहाँ पढ्नु भयो म हिमालयमा पढायो हिमालय इन्जिनियरिङ कलेज हो त्यही शङ्खुमूल थियो नि त्यही पढेँ पछि म पढ्दा पनि यता सिफ्ट भयो म चाहिँ 68 ब्याच हो 68 तपाईँ इन्जिनियर हो कुन चाहिँ इन्जिनियर म इलेक्ट्रिकल इलेक्ट्रिक म चाहिँ सिभिल हो ए 72 पास आउट तपाईँ हो तपाईँको अनि म यो अहिले आवधिक विकास योजना बनाइरहेको छु कि धोरपाटन नगरपालिका यो तमानखोला नगरपालिकाहरूको मैले आवधिक विकास योजना गुरु योजना बनाइरहेको छु अहिले भिजिटमा गएर आएको एकदमै राम्रो अनि त्यसपछि ल खुसी लाग्यो इन्जिनियर साहब हुनुहुँदो रहेछ हुन्छ ल पछि
खेल्न दिनु एकछिन खेल्न मन लागिरहेको